आज मिति 2074 साल भाद्र 25 गते हामी चाहिँ कोड फन्ड भन्ने अर्गनाइजेसनबाट मेडिसिनल एन्ड एनटिएफपी इन्भेन्ट्रीमा साथी महेश र म चाहिँ जोमसोम हुँदै थिनी गाउँमा छौँ अहिले। र मैले तपाईँहरूलाई यहाँबाट देखाइरहेको दृश्य धौलागिरी हिमालको चाहिँ पिक हो। र हामीसँग यो भोटे कुकुर पनि सँगसँगै छ। ल बस त भोटे कुकुर, बस एकछिन, थाक्यो होलास्। ल यो पनि हामीसँगै नै हिँडिरहेको छ, लगभग 45 मिनट जति भयो। र यहाँबाट एउटा चाहिँ अर्को चाहिँ हामीलाई थाहा नभएको कुरा हामीसँग हिँडेको गाइड दाइले के कुरा गर्नुभयो भन्दाखेरि यहाँबाट तिलिचो ताल पनि जान सकिँदो रहेछ, वे टु तिलिचो लेक। यो कुरा चाहिँ हामीलाई थाहा थिएन। मुस्ताङबाट पनि तिलिचो ताल जान्छ भन्ने कुरा चाहिँ हामीले बल्ल यहाँ आएर थाहा पायौँ। र हामी सल्लाह पनि गर्दैछौँ तिलिचो ताल जाने बारेमा। तर यसका चुनौतीहरू पनि को कुराहरू पनि दाइले भन्दाखेरि हामीले चाहिँ के गर्ने भन्ने सोचिरहेका छौँ। किन भन्दा यहाँबाट जाँदाखेरि चाहिँ 5100 मिटरको चाहिँ एउटा चाहिँ पास रहेछ, मेसोकान्तो पास भन्ने। त्यो पार गरेर मात्रै हामी चाहिँ तिलिचो ताल पुग्न सकिँदो रहेछ। अब हामी चाहिँ रिसर्चको क्रममा हो, मेडिसिनल प्लान्ट एनटिएफपी इन्भेन्ट्रीकै क्रममा छौँ एक्याप रिजनमा, साथी र म चाहिँ। र बिचमा यो दृश्यहरू निलगिरी हिमाल, धौलागिरी हिमाल जस्ता कुराहरू चाहिँ हामी कैद गर्न पनि सफल भएका छौँ। र थिनी गाउँमा चाहिँ थकाली बासिन्दाहरू, थकाली चाहिँ जातका मान्छेहरू हुनुहुन्छ। र थकाली कल्चरको लागि यो चाहिँ फेमस छ। थकालीहरूको ओरिजिन पनि यहीँबाट भएको भन्न मान्न सकिन्छ। यस्ता किसिमका ग्लेसियरहरू पनि उयोहरू जस्तो ग्लेसियरहरू पनि हामीले देख्न सक्छौँ, हिमालबाट तल आएका ग्लेसियरहरू। र एकदम चाहिँ यो जुलाईको महिनातिर चाहिँ एकदम हिमालहरू खुलेको छ। र एकदम नजिकबाट पनि मैले तपाईँहरूलाई यो दृश्य देखाइरहेको छु, पिक पनि। अब हामी चाहिँ दाइले जानुहुन्छ भने घोडा पनि छ, हामी सरहरूलाई घोडाको लागि व्यवस्था पनि गरिदिन्छु भन्नुभएको छ। हेरौँ अब यो ठ्याक्कै चाहिँ टाढै छ। अब ठ्याक्कै यो बादल हेर्नुहोस् न, यो बादलको मुनि चाहिँ मेसोकान्तो पास हो त्यहीँ जानुपर्ने छ हामी जाँदाखेरि चाहिँ। एकदम चुनौती त छ। अब हेरौँ के हुन्छ। तिलिचो ताल मुस्ताङबाट पनि तिलिचो ताल पुग्न सकियो भने त धेरै राम्रो नै हो। र जाँदाखेरि विभिन्न तालहरू पनि छ भन्ने कुरा गर्नुभएको छ दाइले। के ताल भन्नुभयो, चेमा ताल, त्यस्तै के तालहरू र निलगिरी आइसफल जस्ता ठाउँहरू पार गरेर हामी चाहिँ मेसोकान्तो पास हुँदै तिलिचो ताल पुग्न सकिन्छ भन्ने कुरा गर्नुभएको छ। हेरौँ कस्तो हुन्छ, जान सकिन्छ कि सकिँदैन। अनि यो ठाउँमा चाहिँ होटलहरू चाहिँ छैन, आफ्नो